मध्य प्रदेशमा असंवैधानिक तरिकाले होटलबाट मुख्यमन्त्री नियुक्तिको विषय एमालेकै लागि ब्याकफायर भएको छ। असंवैधानिक तरिकाले होटलमा मुख्यमन्त्री नियुक्त गराएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त भएकी छिन् र सभामुख रामचन्द्र मण्डल पनि पदमुक्त हुने सम्भावना बढेर गएको छ। प्रदेश प्रमुख भण्डारी र सभामुख मण्डल दुवैजना एमालेबाट निर्वाचित हुन्, अर्थात् 30 दिन पनि नटिक्ने मुख्यमन्त्री पदका लागि एमालेले प्रदेश प्रमुख र सभामुख पद गुमाउने भएको छ। मुख्यमन्त्री पदको लोभका कारण मध्य प्रदेशमा भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउने अवस्थामा पुगेको छ एमाले। मध्य प्रदेशमा एमालेले प्रदेश प्रमुख गुमाइसक्यो, सभामुख गुमाउने चरणमा छ र मुख्यमन्त्री त सो त गुमाउने नै छ, किनभने मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नै छैन। अहिले देशभर नेकपा एमाले र नेपाली कांग्रेस एक साथ छन्, तर मधेसमा अब नेपाली कांग्रेसले पनि एमालेको साथ छोडिसकेको छ। गैर संवैधानिक मुख्यमन्त्री नियुक्त विरुद्ध मधेसमा भइरहेको आन्दोलनको नेतृत्व नै कांग्रेसले गरिरहेको छ र मधेसमा एमाले एक्लिएको छ। स्रोतका अनुसार अन्य प्रदेशमा पनि सम्भवतः दलहरूले एमालेको साथ छोड्ने संकेत देखाएका छन्। दलहरूले नै संविधान जोगाउनु पर्ने समयमा एमालेले भने मध्य प्रदेशबाट संविधान मिच्न सुरु गरेको भन्दै कांग्रेस लगायतका दलहरू रुष्ट बनेका छन्। एमालेले होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएर मध्य प्रदेशबाट नेपाली राजनीतिको विद्रूप इतिहास रचेको छ। एमालेले मध्य प्रदेशबाट प्रदेशको संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादामाथि गम्भीर खेलाची गरेको छ। एमालेको मुख्यमन्त्री लोभले मध्य प्रदेशलाई नै अशान्त बनाएको छ। एमाले बाहेकका दलहरू विरोधमा उत्रिएका छन्। प्रदेश सभा, प्रदेश प्रमुख निवास र मधेसका सबै जिल्लामा विरोध प्रदर्शन सुरु भइसकेको छ। मुख्यमन्त्री नियुक्ति र शपथलाई लिएर प्रदेशमा तनाव, प्रदर्शन र तोडफोड समेत भएको छ। जेन्जी विद्रोहपछि संविधान जोगाउँछु भन्दै भाषण गर्ने केपी ओलीकै पार्टीले मध्य प्रदेशबाट संविधान मिच्न सुरु गरेको छ। संघीयताको अस्मितामाथि प्रहार गर्न सुरु गरेको छ एमालेले। सत्ता र शक्तिको चरम दुरुपयोग गरेर केपी ओलीको निर्देशनमा मध्य प्रदेशमा संविधान र संघीयतामाथि प्रहार भएको छ। एमालेले संविधान र व्यवस्था जोगाउँछ कि मास्छ भनेर मध्य प्रदेशकै घटनाबाट प्रष्ट देखिन्छ। एमालेले संविधान र संघीयता जोगाउने नभई मास्ने प्रपञ्च गरेको मधेसकै घटनाबाट प्रष्ट हुन्छ।